हेलो हेलो साथीहरू नमस्ते। आज फेरि नयाँ भिडियो लिएर तपाईँहरूमा आज आइसकेको छु। म दिलीप भुषाल। आज हामीले आय विवरण पेश गर्ने तरिका अन्तर्गत D2 विवरण कसले भर्ने र कसरी भर्ने भन्ने सन्दर्भमा छलफल गर्न गइरहेका छौँ। D2 विवरण कसले भर्न पाउँछ भन्ने सन्दर्भमा कुरा गर्नुपर्दा प्रोप्राइटरसिप फर्म र व्यक्तिगत फर्म, प्रोप्राइटरसिप फर्मलाई नेपालीमा भन्नुपर्दा व्यक्तिगत फर्मले चाहिँ यो विवरण भर्न पाउँछन् जसको कारोबार 1 करोडसम्म र नाफा 10 लाखसम्म छ। त्यस्ता करदाताले D2 विवरण फिल गर्न पाइन्छ। D2 विवरण अब कसरी भर्ने भन्दाखेरि हेर्नुहोस् है, म आन्तरिक राजस्व विभागको वेबसाइट ird.gov.np मा गएको छु। त्यहाँभित्र गएर करदाता पोर्टलमा जानु पर्यो। करदाता पोर्टलभित्र गइसकेपछि इन्कम ट्याक्स भन्ने छ। इन्कम ट्याक्समा गएपछि D2 भन्ने कोलम छ। D2 मा गएर गर्दाखेरि आफ्नो बिजनेसको प्यान नम्बर हाल्नु पर्यो। प्यान नम्बर गोपनीयताको लागि यो नम्बरलाई ब्लर गरिएको छ। पासपोर्टमा पनि त्यही प्यान नम्बरै राख्नुहोस्, अनि पुनः पासपोर्टमा पनि त्यही प्यान नम्बरै राख्नुहोस्। स्थायी लेखा नम्बरमा पनि त्यो प्यान नम्बरै भइहाल्यो। सबै यो चारवटैमा प्यान नम्बरै राख्दा केही फरक पर्दैन। तपाईँको इच्छाअनुसार अरू राख्न पनि सक्नुहुन्छ। पासपोर्टमा प्रयोगकर्ताको नाममा पनि अन्य राख्न सकिन्छ, तर स्थायी लेखा नम्बर चाहिँ सोही बिजनेसको हुनु पर्यो। आर्थिक वर्ष छान्नुहोस्, कुन आर्थिक वर्षको गर्न खोज्नु भएको। सम्पर्क नम्बर राख्नुहोस्। तपाईँको कारोबार रकम, मैले एउटा बिजनेसको एउटा फाइनेन्सियल स्टेटमेन्ट बनाएको छु, त्यसको मैले तपाईँलाई अहिले सो पनि गर्छु। सो कारोबार चाहिँ एउटा फेक कारोबार मैले तपाईँलाई सिकाउनको लागि एउटा फेक कारोबार हाल्न गइरहेको छु। 49,45,340 कारोबार। यसमा नाफा गराएको छु 5,40,910 भनेर छ। किसिममा अन्य हाल्नुहोस्, त्यसपछि रजिस्टर गर्नुहोस्। रजिस्टर गरिसकेपछि सबमिसन नम्बर टिप्नुहोस्। तपाईँले टिप्न भनिरहेको छ। अनि भित्र गइसकेपछि तपाईँको यो सबै माथिको आइटमहरू त आफै फिलअप गरेर आएको हुन्छ। तपाईँले विवरण भर्नुभन्दा एक दिन अगाडि नै, विवरण भेरिफाई गर्नुभन्दा एक दिन अगाडि नै सम्पूर्ण तिर्नुपर्ने आयकर चाहिँ तिरिसकेको हुनुपर्छ, जुन अनुसूची 10 मा देखिनुपर्ने हुन्छ। अब यो कर नतिरेको हुनाले अनुसूची 10 मैले हेरेन, पछि तपाईँलाई देखाउँला। यो कारोबार कति छ, कति तिर्नुपर्ने कर हुन्छ भनेर निकाल्नलाई मैले कारोबार हाल्न गइरहेको छु। 49,45,340 भनेर बिक्री छ। यसको तपाईँको कट्टिउने रकममा चाहिँ नाफा माइनस बिक्री गरेपछि कट्टिउने रकम आउँछ 40,24,430 प्लस 44,04,430 चाहिँ 44,04,430 गराउँदाखेरि ठ्याक्कै 5,40,910 रुपियाँ चाहिँ तपाईँको नाफा आउँछ। अब यसमा जाँदाखेरि तपाईँको यसमा न्यूनतम डे 1 भर्दाखेरि लाग्ने कर कति हो? 30 लाख। 30 लाख त्यसमा हाल्नु पर्यो। D2 भर्नको लागि यहाँ तल गएर अनुसूची 1 भन्ने छ। क्रस 1.1 उल्लेखित कारोबार बाहेकको व्यवसायिक कारोबारको अनुसूची 1 को दफा 1 को अथवा 17 ख 30 लाखदेखि 50 लाखसम्म कारोबार भनेपछि तपाईँको 49,45,340 माइनस 30 लाख गर्दाखेरि कति हुन्छ? 19,45,340 लाई चाहिँ यसमा हाल्नु पर्यो। तपाईँको 50 लाखभन्दा माथिको कारोबार थियो भने चाहिँ यहाँ 20 लाख माथि त्यो 19,45 हालेको ठाउँमा 20 लाख हालेर मुनि गएर त्यो 50 लाखदेखि 1 करोडसम्मको कारोबार जति डिफ्रेन्स हुन्छ त्यसलाई लगेर तपाईँले मुनि 1.4 मा लगेर हाल्न सक्नुहुन्छ। मैले अहिले 49 लाख मात्र कारोबारको देखाएको हुनाले यहाँ यदि आयो। यसलाई गरेर अब तपाईँले अरू केही नगरिकन क्यालकुलेट गर्नुभयो भने कति कर हो भन्ने कुरा आउँछ। 28,333 रुपियाँ कर आयो। कर 23,000 हो। त्यसमा तपाईँको दफा 117 बमोजिमीको शुल्क 3296.89, दफा 118 बमोजिमीको ब्याज 1583.13 अनि दफा 119 बमोजिमको ब्याज चाहिँ छैन है। यो चाहिँ आयकर ऐन अनुसारको दफाहरूको कुरा गरेको हो। यसमा सुरु मौद्दात भनेर मैले बनाएको रिपोर्टमा 25,68,011 छ।
त्यसपछि खरिद यसमा छ 45 34 509। प्रत्यक्ष खर्चमा तपाईको मैले राखेन ल, एउटा कुनै पनि छैन, व्यवसायले आफै गर्यो। अनि क्लोजिङ स्टकमा 27,78,090 भनेर राखियो। अब अन्य खर्च कुनै छ भनेपछि अन्य खर्च भनेर राख्न पर्यो। मैले 80,000 राखेँ। त्यसलाई गरेर अपडेट गर्यो। अपडेट गर्दाखेरि माथि यो 44,044,30 यहाँ यसमा आयो र यसमा आएर यसमाको रकम एउटै हुनु पर्यो, अनि बराबर हुनु पर्यो। अनि यसलाई गएर तपाईले सेभ गर्न सक्नुहुन्छ। सेभ गरिसकेपछि तपाईको अनुसूची 13 भन्ने हुन्छ। अनुसूची 13 मा गएर तपाईले भर्न सक्नुहुन्छ। बिक्री त्यो माथि हामीले जुन राख्यौं बिक्री 49,45,340 त्यो बिक्री रकम भयो। नाफा कति राख्यौं हामीले 45,910 भनेर हाम्रो नाफा भयो। यसलाई गरेर सेभ गर्न पर्यो। बिक्री 1 लाख भन्दा माथिको बिक्री पार्टीहरु छ भने तल राख्न पर्यो। 1 लाख भन्दा बिक्री तलको बिक्री सबै पार्टीलाई 1 लाख भन्दा तलको बिक्री छ भनेपछि सुरु मौद्दात खरिद बिक्री लिन बाँकी वा दिन बाँकी मध्ये सबै रकम 1 लाख वा सो भन्दा कम हुनेको एकमुष्ट विवरण भन्यो है। अब यसमा जस्तै 49 लाख मध्ये लगभग 40 लाखको सामान चाहिँ 1 लाख भन्दा तलको पार्टीलाई बिक्री गरिराख्यो भने यो यहाँ हाल्न, यसमा माथि हाल्न पर्यो। 1 लाख भन्दा तलको कुनै पनि व्यक्ति संस्थासँग वार्षिक आर्थिक वर्षमा 1 लाख भन्दा बढीको कारोबार छैन भन्नेमा अब हामीले 40 लाख भन्दा माथि गरिसकेपछि तल यसमा टिक लगाएर तल हाल्न पर्यो। और बाँकी रकमलाई बिक्री कुन पार्टीको यसमा गर्न हाल्न पर्यो। अनि खरिद पनि कुन पार्टीको 1 लाख भन्दा माथिको खरिद छ यसमा राख्न पर्यो। 1 लाख भन्दा तलको खरिद छ एकमुष्ट भनी चाहिँ यसलाई चाहिँ माथि राख्न पर्यो। एकमुष्ट हुने विवरण भन्ने छ यसमा राख्न पर्यो। अनि अनुसूची 13 भर्ने बेलामा 1-2 वटा पार्टी छ भने चाहिँ यसैलाई एड गर्दै तपाईले भर्न सक्नुभयो हैन। अब धेरै नै पार्टी छ भने यहाँ भ्यू स्याम्पल भन्ने छ। भ्यू स्याम्पलमा गएर यो अनुसूची 13 भन्ने चाहिँ स्याम्पल छ। यसलाई डाउनलोड गरेर तपाईले त्यहाँ भित्र गएर हेर्न सक्नुहुन्छ। जस्तै यहाँनिर प्यान नम्बर, ट्रेड नेम, ओपनिङ यो सबै डिटेलहरु हालेर त्यसमा अपलोड गर्नुभयो भने यो सबै कुराहरु आउँछ। यसरी अनुसूची 13 भर्दाखेरि यो बिक्री यसमाको बिक्री र यो टोटल 40 लाख बिक्री गरेर यो 49,45,340 चाहिँ आउनु पर्यो है। दुईटा जोड्दाखेरि खरिद रकम पनि तपाईहरुले देखेको सो गरेको माथि अगाडि सो गरेको भन्दा धेरै खरिद रकम यसमा देखिनु भएन। यसरी यहाँ गएर सेभ गर्ने। सेभ गरेर गइसकेपछि तपाईको यहाँ क्लिक गर्नुस्। यहाँ क्लिक गरे गइसकेपछि यहाँ क्लिक गरेर यो अनुसूची 10 चाहिँ अनुसूची 10 मा क्लिक गर्नुस्। तपाईले पहिले नै कर तिरिसक्नु भएको छ भनेपछि यहाँनिर गएर तपाईको कर तिरेको कर हेर्नलाई चाहिँ युजर आइडी पासवर्ड हाल्नु पर्ने हुन्छ। युजर आइडी पासवर्ड लगइन गरिसकेपछि यसमा कर तिरेको छैन, त्यही भएर नो डाटा फाउन्ड भन्यो। उता देखिएको कर र यसमा तिरेको देखिने कर एउटै हुनुपर्छ मात्र। त्यसपछि मात्र अनलाइनबाट कर चुक्ता निकाल्न मिल्छ। बेसिक कुराहरु यिनै हो। अब यसलाई यो यहाँबाट गइसकेपछि तपाईको सेभ गरेर सबमिट गरेर चाहिँ भेरिफाई भन्ने चाहिँ यता जेनरल लगइन भन्ने छ। जेनरल लगइनमा गएर ट्याक्स पेयर लगइन भन्ने छ। यसमा गएर लगइन गर्ने, भित्र गएर भेरिफिकेसन छ। भेरिफिकेसनमा गएर सबमिसन नम्बर हालेर त्यसलाई भेरिफाई गर्न सक्नुहुन्छ। भेरिफाई गरिसकेपछि ट्याक्स क्लियरेन्स भन्ने अप्सनमा गएर तपाईहरु ट्याक्स क्लियरेन्स निकाल्न सक्नुहुन्छ। हस् साथीहरु, आजको लागि D2 विवरण कसरी भर्ने र कसले भर्ने भन्ने सन्दर्भमा छोटो भिडियो यही अन्त्य गर्न चाहन्छु। हाम्रो भिडियोलाई मन पर्छ भने सब्स्क्राइब तथा बेल आइकन दबाएर हौसला प्रदान गर्नुहुन्छ भन्ने विश्वास गरेको छु। यसका साथै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्ते।